गरेर पुरुष महिला हुने, महिला पुरुष हुने जुन खालको अहिले यसलाई अधिकार भन्ने हो कि अथवा के भन्ने मैले यहाँबाट भन्न अलि अप्ठ्यारो लाग्छ। त्यसरी आउने महिला भएर आउनुभएका जो पुरुष साथीहरू हुनुहुन्छ उहाँहरूले महिलाहरूको भावनालाई अङ्गीकृत गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्दैन। त्यसैले प्राकृतिक रूपले महिला भएर गर्ने र महिलालाई हेर्ने दृष्टिकोणमा अगाडि बढ्ने र महिला भएर व्यतीत गरेको सामाजिक लान्छनाहरूलाई चिर्ने कुरा र अनि लिङ्ग परिवर्तन गरेर हार्मोन प्रयोग गरेर गरिने महिलाहरूको बीचको फरक छ भन्ने कुरालाई पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। यसलाई महिला भनेर पहिचानको रूपमा लिनुहुन्न भन्ने लाग्छ। मेरो भाइ अनि म हुर्किँदै गर्दाखेरि चाहिँ मेरो मम्मीले जहिले पनि गुनासो गर्नुहुन्थ्यो हाम्रो अगाडि बसेर चाहिँ दुवैजना छोरा भयो, एउटा छोरी चाहिँ मलाई भगवानले किन दिनु भएन, मलाई छोरी मनपर्छ भनिराख्दाखेरि चाहिँ मैले मनमा नै सोच्थेँ म पनि एउटा छोरी हो, किन मम्मीले एक्सेप्ट नगर्नु भएको भन्ने कुरा। तर मेरो मम्मी अथवा बुवाले चाहिँ एक्सेप्ट गर्नुहुन्न थियो। अब त्यो चाहिँ उहाँहरूको कन्सेप्ट, उहाँहरूको मेन्टालिटी, उहाँहरूको थिङ्किङ भन्ने कुरा चाहिँ हाम्रो सोसाइटीबाट गाइडेड हुन्थ्यो नि त। अनि मैले जति म छोरी हो अथवा म छोरीको बिहेभ देखाइराख्दाखेरि पनि मेरो मम बुवाले चाहिँ जहिले पनि किन यस्तो गरिरहेछस् भनेर अलि कराउने हैन, अलिकति हप्काउने, डर धम्कीहरू दिने, यस्तो नगर त छोरा भएर जन्मेको हो, छोरै जस्तो बिहेभ गर भन्ने, कराउने। अनि म गुडियासँग खेल्थेँ बच्चैदेखि, अनि गुडियाहरू पनि फाल्दिने। मलाई अझै पनि याद छ जब म चाहिँ 7-8 वर्ष जतिको थिएँ हैन। एक दिनको कुरा हो, बेलुकाको खाना खाने समयमा चाहिँ मैले के गरेँ त भन्दा मैले मेरो दिदीको फ्रकहरू अनि मेरो दिदीको लुगाहरू लगाएर चाहिँ मैले खाना पस्किएँ घरमा मेरो बुबा आमा अनि त्यसपछि दिदी र बहिनीको लागि हैन। अनि त्यो बेलामा बुवाले मलाई के भन्नुभयो भने किन तैँले यो दिदीको ड्रेसहरू लगाइस्, आफ्नो ड्रेसहरू कहाँ फालिस् भनेर सोध्नु भयो। अनि मैले चाहिँ आफूले चाहेको ड्रेसहरू लगाउनको लागि चाहिँ हरेक दिन जस्तो बहानाहरू बनाउने गर्थेँ। आफ्नो चाहना पूरा गर्नको लागि मैले विभिन्न बहानाहरू बनाउने गर्थेँ र त्यो दिनको लागि मेरो बहाना के थियो त भन्दा मैले सबै मेरो कपडाहरू धोएको छु बुवा, मेरो कपडाहरू एकदम चिसो छ, त्यही कारणले चाहिँ मैले मेरो दिदीको फ्रकहरू लगाएको छु भन्ने गर्थेँ हैन। मलाई चाहिँ अब आफू खुलेर ओपन आउट भएर हिँडिसकेपछि चाहिँ मलाई फ्यामिलीबाट चाहिँ एकदमै के सोच्नुहुन्थ्यो भने चाहिँ अलिकति हाम्रो फ्यामिलीमा चाहिँ त्यति पढेको नभएको कारण चाहिँ अलिकति मेन्टल्ली रोग हो कि हैन, के प्रब्लम हो कि भनेर उहाँहरूले सोच्नुहुन्थ्यो। अनि स्कुलमा म टिन एजमा प्रवेश गर्दै गर्दाखेरि स्कुलदेखि म घर आउँदाखेरि चाहिँ एक हुल केटाहरूको ग्याङ हुन्थ्यो। उनीहरू बाटोमा भेट्दाखेरि चाहिँ मलाई मन नपरेको पार्टहरूमा एकदम छुन खोज्ने, हरासमेन्ट गर्ने, यो केटी जस्तो भन्ने हैन, यो छोरा भएर जन्मेर नि कस्तो छोरी जस्तो भन्ने, नराम्रो ओडहरू जस्तै कि हिजरा यो छक्का हो भन्ने हैन। चाहिँ मलाई स्कुलमा साथीभाइहरूबाट टिचरहरूबाट पनि बेला बेलामा विभिन्न समयमा चाहिँ अलिकति क्वेसनहरू आइरहन्थे जसले गर्दाखेरि चाहिँ अलिकति मलाई चाहिँ मानसिक समस्यामा पनि त्यति बेला पढ्न गएको रहेछु भन्ने कुरा चाहिँ आज बल्ल महसुस हुन्छ अहिलेको समयमा हैन। र स्कुलमा जस्तो विद्यार्थीहरूलाई चाहिँ टिचरहरूले सोधिन्थ्यो भविष्यमा के बन्ने, के सपना छ, के गर्ने, तपाईँ ठुलो भएर के बन्ने भन्ने कुराहरूमा चाहिँ अब कसैको जवाफ डाक्टर, इन्जिनियर, पाइलट भन्ने कुराहरू हुन्थ्यो भने मैले चाहिँ म आमा बन्छु, म कसरी आमा बन्ने भन्ने कुराहरू नै सोचिरहेको हुन्थेँ हैन।
र यो कुराले गर्दाखेरि चाहिँ अब छोरो मान्छे पनि आमा बन्ने भयो भन्ने कुराले चाहिँ त्यहाँनिर चाहिँ मेरो खिल्ली उडाइन्थ्यो, त्यहाँनिर बेइज्जती गरिन्थ्यो होइन। मलाई अझै पनि याद छ कि म +2 मा पढ्दाखेरि चाहिँ मलाई हुने लालछना, भेदभाव, त्यो बुलिङको कारणले चाहिँ म चाहिँ कलेज पढ्न पनि पाएन, आफ्नो स्टडी कन्टिन्यू गर्न पनि पाएन होइन। त्यो बेला चाहिँ म चाहिँ क्लासमा चाहिँ 11 पढ्दाखेरि चाहिँ क्लासमा चाहिँ म एक्लै बस्नुपर्ने, साथीहरू कोही बोल्न आउन नखोज्ने, बोल्न नखोज्ने, अनि टिचरहरूबाट पनि मलाई चाहिँ अलिकति बुलिङ हुने। यो कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ अलिकति आफ्नो स्टडी फोकस गर्न चाहिँ अलिकति गाह्रो भयो होइन। त्यहाँबाट चाहिँ मैले चाहिँ +2 चाहिँ मैले कन्टिन्यू गर्न चाहिँ सकिनँ। मलाई चाहिँ फ्यामिलीले चाहिँ एउटा छोरीसँग नै बिहे गरिदिनुपर्छ भन्ने जुन मलाई प्रेसर दिइरहनु भएको थियो, त्यो पछि चाहिँ मलाई म सक्दिनँ नै भनेर मैले एकदम क्लियरली मेरो घरमा भनिसक्दा पनि उहाँहरूले त्यो बिहेको प्रेसराइज चाहिँ गरिरहनु भएको थियो। अनि त्यो पछि म फ्यामिलीको कुरा चाहिँ सुन्ने, तर म नमान्ने सिचुएसनमा थिएँ। अनि त्यो सँगसँगै मेरो आइडेन्टिटी दिन प्रतिदिन चाहिँ म आफू ओपन अप हुने टाइममा थियो। मैले कलेजमा पनि मैले एउटा पढ्ने सिचुएसन चाहिँ पाइनँ, एउटा माहौल नै पाइनँ। मैले जसोतसो +2 चाहिँ सकाएर ब्याचलर पुग्दै गर्दाखेरि मेरो मेन्टल्ली एकदमै धेरै डिस्टर्ब भइसकेको थिएँ। म त्यो कलेजमा पढ्न चाहिँ सक्ने अवस्थामा थिएन। मैले मेरो एजुकेसन स्टप गर्नु पर्यो। सपनै सपनाको सहर भनेर चिनिन्छ काठमाडौँ। त्यो सहरमा चाहिँ सपना खोज्न आएँ, आफ्नो सपना पुरा गर्न आएँ। अथवा म जस्तो व्यक्तिहरू पनि यो सहरमा भेटिन्छ कि उनीहरूसँग भेटेर 2-4वटा कुरा सोध्नु छ, 2-4वटा कुरा गर्नु छ भनेर आएँ। तर सोचे जस्तो सपनाको सहर थिएन। जब +2 पढ्दाखेरि चाहिँ +2 पढ्न म काठमाडौँमा गइसकेपछि चाहिँ त्यहाँनिर एउटा LGBTIQ कम्युनिटीमा काम गर्ने संस्थाको व्यक्तिसँग भेट भयो। अनि मात्र मैले चाहिँ मेरो आफ्नो पहिचान बल्ल त्यहाँबाट बुझ्ने मौका पाएँ होइन। र पहिचान बुझेको दिन बल्ल मैले चाहिँ एउटा शान्त महसुस गरेँ, एकदमै खुसी पनि लाग्यो। र म चाहिँ यो लैङ्गिक पहिचानको व्यक्ति रहेछु भन्ने कुरा बुझिसकेपछि चाहिँ अब यसरी लुकेर बस्नु हुँदैन, खुलेर चाहिँ आफू र आफू जस्तै समाजमा दबिएर बसिएका जुन कम्युनिटीका साथीहरू हुनुहुन्छ उनीहरूको लागि चाहिँ काम गर्नुपर्छ, हिम्मत जुटाउनुपर्छ, आफ्नो आइडेन्टिटीमा रमाउन सक्नुपर्छ। आफ्नो पहिचानमा आइसकेपछि बल्ल आफूले आफूलाई मभित्र कति धेरै इच्छाहरू छन्, ती इच्छाहरू पुरा गर्नुपर्छ, ती सपनाहरू पुरा गर्नुपर्छ भन्ने लागेर चाहिँ म खुलेर यो समुदायको लागि चाहिँ काम गर्दै आइरहेको छु। आफ्नो जीवनमा चाहिँ मैले पछि गएर चाहिँ के गर्नुपर्छ, यतिले मात्रै यहाँ बसेर चाहिँ हुँदैन भन्ने सोचले चाहिँ म चाहिँ आफ्नो गाउँ छोडेर चाहिँ म सहरतिर आएँ। सहरतिर आइसकेपछि म चाहिँ आफूलाई चाहिँ एकदम डान्स मनपर्ने, डान्स गर्न आएको कारणले चाहिँ म चाहिँ अलिकति पहिला चाहिँ होइन सानो स्टेज प्रोग्रामहरू गर्थेँ होइन। सानो स्टेज प्रोग्रामहरू गर्दा कतिपय चाहिँ म चाहिँ फ्रीमा पनि डान्स गरेँ होइन। त्यो बेला त हामीलाई चाहिँ अब 1000-500 भनेको त्यो बेला पुरानो त धेरै नै हुन्थ्यो हामीलाई चाहिँ होइन।
सहर भनेको त ठुलो एरिया होइन, ठुलो एरिया भएको कारण चाहिँ डान्सरहरू थुप्रै आउन थाल्नुभयो यहाँदेखि, मेल फिमेल होइन थुप्रै आउनु थाल्नुभयो। त्यसले गर्दा चाहिँ अलिकति आफू एलजिबिटिआई कम्युनिटीको भएपछि अलिकति गाह्रो पनि हुने होइन। अनि त्यसपछि हामीलाई अलिकति बोलाउने नखोज्ने, त्यसपछि किनभने उहाँहरूलाई बोलायौँ भने अलिकति हामीलाई आफ्नो इज्जतको कुराले गर्दा पनि बोलाउन खोज्नुहुन्थेन होइन। हामीले डान्स गरिरहँदाखेरि चाहिँ कति अडियन्सहरूबाट चाहिँ नराम्रो शब्दहरू आउने, अनि के अरे हिजडा छक्का भन्ने शब्दहरू आउने, अनि यस्तो हिजडा छक्काहरूलाई पनि किन डान्स गर्न बोलाएको भन्ने खालको शब्दले चाहिँ अलिकति आफूलाई चाहिँ डिमोटिभेट हुने होइन। यो मात्रै नभएर चाहिँ जस्तो अरू कलाकारहरूलाई बोलाउँदाखेरि चाहिँ उहाँहरूले जति डिमान्ड गरे पनि उहाँहरूलाई दिने होइन। अनि हामीले डिमान्ड गर्दाखेरि चाहिँ उहाँले त्यो डिमान्ड अनुसारको पार्टिसिपेट चाहिँ दिन नखोज्ने, अनि दिन नखोजे पनि अनि प्रोग्राममा बोलाइसकेपछि पनि उहाँहरूलाई गर्ने व्यवहार र हामीलाई गर्ने व्यवहार धेरै फरक हुने। अहिलेको डेली लाइफमा चाहिँ म पब्लिकली हिँड्दाखेरि चाहिँ मेरो गेटअप वाइज चाहिँ कसैले नोटिस गर्नुहुन्न, तर जब म बोल्न थाल्छु, जब मेरो भोइस सुन्नुहुन्छ उहाँहरूले, अनि कुरा काट्न थाल्ने, नराम्रो भन्ने, नराम्रो वेमा लेखिदिने, अनि नराम्रो भन्न थाल्ने, त्यस्तो गर्नुहुन्छ। अनि काठमाडौँ जस्तो ठाउँमा म बसिराख्दाखेरि म बिरामी पर्छु। बिरामी परेर म हस्पिटल जाँदाखेरि चाहिँ हस्पिटलको लिङ्गको महलमा चाहिँ अब मेल र फिमेल मात्रै छ। अब म यो गेटअपमा गइसकेपछि चाहिँ फिमेलमा टिक लगाइदिनुहुन्छ र म काठमाडौँकै ठुलो हस्पिटलमा चाहिँ भिडियो एक्सरे गर्नको लागि गएँ र जाँदाखेरि चाहिँ भिडियो एक्सरे गर्दै हुनुहुन्छ डक्टरले। अनि मेरो चाहिँ पाठेघर खोज्नुभयो उहाँले र पाठेघर नभेटेपछि डक्टर जुरुक्क उठ्नुभयो। अनि खोइ त पाठेघर भनेर सोध्नुभयो मलाई। अनि त्यसपछि म ट्रान्सजेन्डर वुमन हो, मसँग पाठेघर छैन भनेर भन्दाखेरि चाहिँ डक्टरले मलाई चेक गर्न नै टोटली छोडिदिनु भयो कि। अब हस्पिटलमा पाउने सर्भिसबाट पनि यसरी वञ्चित हुनुपर्छ। र अर्को कुरा, मेरो सिटिजनसिप चाहिँ 16 वर्षको उमेरमा मेलको नाममा बनाइदिनु भयो। म त्यही सिटिजनसिप लिएर म पासपोर्ट बनाउन गएँ। पासपोर्ट बनाउन जाँदाखेरि पनि मेरो सबै डकुमेन्टहरू फालिदिनु भयो। किन भनेर मैले क्वेसन गर्दाखेरि फिमेल आउनु भएको छ अनि डकुमेन्ट चाहिँ मेलको लिएर भन्नुभयो कि। अनि त्यहाँ पनि बुझाउनु पर्यो हामीले मेरो बारेमा अथवा म जस्तो व्यक्तिहरूको लागि चाहिँ के सबै ठाउँमा चाहिँ म यस्तो उस्तो भनेर भन्न कतिको पोसिबल होला। म सधैँ म यस्तो उस्तो भन्न त सक्दिनँ। मेरो स्टोरी भनिरहन पनि मलाई मन लाग्दैन नि त। मलाई सरकारबाट दिनुपर्ने सेवा सुविधाबाट पनि वञ्चित, अनि हस्पिटल जाँदाखेरि हस्पिटलको सेवाहरूबाट पनि एकदम विभेद। अनि मैले कसरी चाहिँ आफ्नो डेली लाइफ चाहिँ बिताउने अथवा आफ्नो डेली लाइफ चाहिँ कसरी सर्भाइभ गर्ने त भन्ने कुरा पनि आउँछ। र आफू यो सोसाइटीमा राम्ररी बसिराख्दाखेरि पनि हामीलाई हेर्ने दृष्टिकोण चाहिँ अझै पनि चेन्ज भइसकेको चाहिँ छैन र अझै पनि स्ट्रगल गरिरहेछौँ। अझै पनि आफ्नो सोसाइटीको लागि र आफ्नो लागि लडिरहेछौँ। वर्तमान समयमा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारको अवस्था के छ भन्ने विषयमा कुरा गर्नु पर्दाखेरि चाहिँ अब बाहिरबाट हेर्दाखेरि चाहिँ नेपालमा राम्रो छ भन्ने देखिन्छ, तर भित्री रूपमा चाहिँ यो समुदाय चाहिँ जहाँको तहीँ भएको अवस्था चाहिँ अहिलेको सन्दर्भलाई हेर्ने भने म चाहिँ मेरो विश्लेषण चाहिँ यही छ। र म जस्ता धेरै समुदायका साथीहरूको पनि यही भोगाई र यही सोचाइ रहेको चाहिँ देख्न सकिन्छ। जब म काठमाडौँबाट फर्केर पश्चिम नेपालमा चाहिँ काम गर्ने क्रममा चाहिँ म जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकै व्यक्ति ट्रान्सम्यानसँग भेट भयो, प्रकाशजीसँग होइन। र प्रकाशजीसँग सँगसँगै अब काम गर्ने क्रममा सँगसँगै हिँड्ने डुल्ने क्रममा चाहिँ हामी बिच माया बस्यो। पछि चाहिँ हामी विवाह दर्ता गर्न पनि गयौँ र विवाह दर्ता गर्न सजिलो पनि थिएन। थुप्रै चुनौतीहरू विवाह दर्ता गर्न जाँदाखेरि पनि हामीले भोगिरहेका थियौँ होइन।
मायाले संसार जित्छ भने जस्तै भयो हाम्रो जीवनमा पनि र हामीले हाम्रो विवाहलाई प्रशासनिक रूपमा चाहिँ दर्ता गर्न सफल भयौँ र दक्षिण एसियाकै चाहिँ ट्रान्स म्यान र ट्रान्स वुमन जसले चाहिँ कानुनी रूपमै आफ्नो विवाह दर्ता गर्न सफल भएको पहिलो जोडी बन्न पनि सफल भयौँ हामीहरू नेपालबाट। मैले एउटा मलाई बुझ्ने मलाई माया गर्ने व्यक्ति भेटाएँ प्रकाशजी होइन, उहाँसँगको सम्बन्ध राम्रो भयो, कानुनी रूपमा चाहिँ हामीले विवाह दर्ता गर्न सफल भयौँ जसले गर्दाखेरि चाहिँ हामी अहिले सँगै बसिरहेका छौँ। त्यसै गरी फ्यामिलीसँग सोसाइटीसँग मेरो अहिले राम्रो मेलमिलाप छ। मेरो लैङ्गिक पहिचानलाई चाहिँ उहाँहरूले बुझ्नुभएको छ, मैले गरेको कामलाई चाहिँ सम्मान गर्नुभएको छ। फलस्वरूप अहिले मसँग सँगै आमा पनि बस्नुहुन्छ होइन। त्यसै गरी बिचमा चाहिँ मैले यो फरक लैङ्गिक पहिचान भएकै कारणले गर्दाखेरि चाहिँ मेरो पढाइमा पनि ग्याप भयो, पढाइमा एकदम ठुलो ग्याप भएको छ मेरो होइन। पढ्न जान सकिनँ, त्यहाँनिर भएको हिंसा विभेद लान्छनाले गर्दाखेरि र पछि आफै मोटिभेटेड भएर चाहिँ 15 वर्षपछि चाहिँ 15 वर्षको ग्यापलाई चिरेर चाहिँ मैले ब्याचलर जोइन गरेर अहिले मैले ब्याचलर पनि सकाइसकेको छु र छिट्टै म चाहिँ अब मास्टर पनि पढ्ने तयारीमा छु होइन। त्यसले गर्दाखेरि चाहिँ आफ्नो जीवनमा आइपरेका घटनाहरूसँग चाहिँ आत्तिनु हुँदैन, कहिल्यै पनि आत्तिएर भाग्नु हुँदैन, त्यसलाई चाहिँ एउटा समाधानको बाटो खोज्नुपर्छ भन्ने लाग्छ। र त्यसै गरी एउटा अर्को महत्त्वपूर्ण कुरा के पनि भन्न चाहन्छु भने जति पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका बुवा आमा र घर परिवार समाजलाई चाहिँ के भन्न चाहन्छु भने व्यक्तिलाई बुझौँ होइन, यौनिक पहिचानलाई बुझौँ, लैङ्गिक पहिचानलाई बुझौँ र आफ्नो सन्तानलाई, आफ्नो छोरालाई, आफ्नो छोरीलाई चाहिँ माया गरौँ, उनीहरूको भावनालाई बुझौँ, भावनालाई कदर गरौँ, उनीहरूको लैङ्गिक पहिचानलाई बुझ्ने कोसिस गरौँ। किनभने जबसम्म आफ्नो घर परिवारले बुझ्दैन तबसम्म चाहिँ उनीहरूलाई धेरै चुनौतीहरू, धेरै दुःखको कुराहरू आउँछ होइन। अन्त गएर उनीहरूले प्रगति गर्न सक्दैनन्। त्यसले गर्दाखेरि चाहिँ आफ्नो घर परिवारले, बुवाले, आमाले, दाजुले, दिदीभाइले बुझ्यो भने चाहिँ उनीहरूले चाहिँ आफ्नो लैङ्गिक पहिचानलाई अपनाएर पनि थुप्रै राम्रो राम्रो कामहरू गर्न सक्छन् भन्ने लाग्छ। मेरो एउटा जीवनको भोगाई, मेरो बुझाइले चाहिँ त्यो कुराहरू चाहिँ मैले यहाँहरूलाई भन्दैछु होइन। त्यसैले चाहिँ आफ्नो घरमा कोही ट्रान्स होला, कोही गे होला, कोही लेस्बियन होला, जे भए तापनि सन्तानलाई चाहिँ सन्तान जसरी नै हुर्काउँ, सन्तान जसरी नै माया गऱ्यौँ भने चाहिँ हामी जस्ता सन्तानले पनि एउटा देश हाँक्न सक्ने क्षमता चाहिँ हामी राख्छौँ भन्ने कुरा चाहिँ यहाँहरूलाई भन्न चाहन्छु। अब यस्तो भन्छन् है हजुरको छोरालाई त के हो भनेर सोध्छन्। छोराले केही अब जो सुन्यौ त्यही हो, अनि सुन्नेमा फरक पऱ्यो होला अथवा नपऱ्यो होला, तिमीले जो सुन्यौ त्यही हो। अब त्यसमा मसित धेरै वार्ता गर्नु पर्दैन। अनि अब मलाई त मेरो कोखीको घाउ हो, छोरो भए पनि उही हो माया, छोरी भए पनि उही हो। अनि तिमीहरूले आफै बुझ, म भन्नु केही छैन भन्थेँ। कोही कोहीलाई चालाइ गर्दैन थिएँ। आफ्नो सन्तानको माया लाग्ने, अनि कता गयो होला, के खायो होला, कसो गर्यो होला भन्नु पनि पर्ने कहिलेकाहीँ। अनि आफूले केही खाँदाखेरि, कहीँ जाँदाखेरि गर्दाखेरि अब राम्रै लाग्यो, नराम्रो कहिल्यै लागेन। मौसम राम्रो देखियो, झन् आइयो, देखियो, बुझियो। तैँले राम्रो काम गरेछस्, मलाई राम्रै छ, खुसी छ। अनि बिखुसी मलाई कहिल्यै छैन। खुसीको साथ बस्न परोस्। झुट बोले पनि किन झुट बोले म? साँच्ची राखेर भन्नु त, हात यहाँ राखेर ल तैँले गरेको राम्रो छ, तैँले गरेको काम राम्रो छ, खुसी छ, अनि बिखुसी छैन। लाइफमा धेरै अप्स एन्ड डाउन्सहरू आयो, तर पनि मेरो स्ट्रगल अझै पनि सकेको छैन। मेरो स्टप भएको एजुकेसन चाहिँ फेरि कन्टिन्यू गरिरहेको छु। म ब्याचलर इन सोसल वर्क गर्दैछु अहिले चाहिँ। अनि म पढ्ने मेरो क्लासमा चाहिँ धेरै साथीहरू पोजिटिभ हुनुहुन्छ, मलाई एक्सेप्ट गर्नुहुन्छ
र अब चाहिँ केही गर्नुपर्छ लाइफमा भन्ने लाग्छ र म गर्दै पनि छु। अझै पनि धेरै गर्न बाँकी छ जस्तो फिल हुन्छ अझै पनि। र यो सोसाइटीसँगको स्ट्रगल त मेरो सानैदेखि थियो र अब यो स्ट्रगल कुनै नौलो हुँदैन मलाई। सो अझै पनि राम्रो गर्दै जान्छु, अझै पनि केही गर्नु छ, अझै धेरै गर्नु छ भन्ने पनि लागिरहेछ मलाई। म गरिरहेको छु। मलाई चाहिँ आफू डान्स गर्दाखेरि चाहिँ आफू चाहिँ खुलेर बाँचे जस्तो लाग्छ। खुलेर आफ्नो त्यो डान्समा चाहिँ आफूले चाहिँ आफ्नो खुसी चाहिँ एक्सप्रेस गर्न सक्छु कि एकदम खुसी लाग्छ त्यो डान्सले गर्दा।